जग्गा पास गर्दा पैसा नै देऊ भन्दा होइन चेक दिन्छु भन्छ। अनि चेक साटिएन भने त्यत्रो जग्गा बेचेको पैसा डुबेन त बहिनी मेरो। केही उपाय छैन हो मेरो लागि? यो प्रब्लमको सिम्पल सोलुसन छ। तपाईलाई गुड फर पेमेन्ट चेकको बारेमा थाहा छैन जस्तो छ। गुड फर के हाँ? अरे? के हो यो? गुड फर पेमेन्ट चेक भनेको चाहिँ नर्मल चेकलाई ब्याङ्कबाट सिक्योर बनाउने प्रोसेस हो। प्रोसेस के हुन्छ भने चेक दिने मान्छेले आफ्नो ब्याङ्कमा गएर यो चेकलाई गुड फर पेमेन्ट बनाइदिनुहोस् भनेर रिक्वेस्ट दिनुपर्छ। त्यसो भए गुड फर पेमेन्ट भनेको चाहिँ के हो? ब्याङ्कले सुरुमा सबै डिटेल्स भेरिफाई गर्छ। अकाउन्ट एक्टिभ छ कि छैन, सिग्नेचर मिल्छ कि मिल्दैन, खातामा ब्यालेन्स पुग्छ कि पुग्दैन, सबै कुरा चेक हुन्छ। पैसा कन्फर्म भएपछि त्यो अमाउन्ट ब्याङ्कले टेम्पोररी रूपमा आफ्नो इन्टरनल अकाउन्टमा ब्लक गर्छ। अनि चेकमा गुड फर पेमेन्टको स्ट्याम्प लगाएर स्टाफको साइन सहित फिर्ता दिन्छ। त्यो चेक बााउन्स हुँदैन, त्यो चेक सार्दा पैसा आउने 100% कन्फर्म हुन्छ। ए है, यो त गजबै पो रहेछ। चेक नसाटिने तनावै खत्तम मेरो त। हो नि, जग्गा बेच्दा या ठुलो अमाउन्टको डिल गर्दा नर्मल चेक एक्सेप्ट नगर्नुहोस्। गुड फर पेमेन्ट चेक बनाउन लगाउनुहोस्, सेफ र सिक्योर हुन्छ।